हेलो साथीहरु, गुड मर्निङ। अनि बिहानै आज ब्लग सुरु गर्दैछु। सो बिहानैको दृश्य चाहिँ यस्तै छ हाम्रो फर्मको। सो आफ्टर लङ टाइम है ब्लग बनाउन मन लाग्यो हैन। अनि दिन पनि उग्रिएछ, गर्मी पनि हल्का कम भएको कारणले गर्दा एउटा यस्तो छोटो मिठो ब्लग बनाउँ भनेर आएको छु। सो त्यही हो साथीहरु, यो चाहिँ हाम्रो नोङजाङ वरिपरिको दृश्य। घाम लागिरहेछ अहिले बिहानै बिहानै, गर्मी पनि छ तर पहिला जस्तो गर्मी चाहिँ अलिक छैन के साथीहरु। ल साथीहरु, हाम्रो काम चाहिँ सुरु भइसकेछ। आज चाहिँ म तपाईहरुलाई हाम्रो युक्सङसा मात्र देखाउँछु, किनभने साथीहरु युक्सङसामा चाहिँ अब हाम्रो आज बङ्गुर आउँदैछ। उताबाट छादनसा यता युक्सङसामा पठाइदिँदैछ। अनि आजको ब्लग चाहिँ हाम्रो युक्सङसाको मात्र हुनेछ। यस्तो छ हाम्रो युक्सङसा चाहिँ, म तपाईहरुलाई देखाउँछु। यो चाहिँ 5 नम्बर हो। आज चाहिँ यहाँ आउँछ बङ्गुर 120 वटा। यता नयाँ बङ्गुरहरू राख्नलाई रेडी बनाइरहेको छु। अनि यता चाहिँ यो पुरानो बङ्गुरहरू छ 3 खान। सरले चाहिँ यहाँ सल्साको औषधि हान्दै हुनुहुन्छ। हाम्रो बिरामी खान यता चाहिँ हाम्रो युक्सङसा राख्ने बाटो यस्तो छ। यहाँ चाहिँ हाम्रो गत हप्ता आएको बङ्गुरहरू छ। ओइ ओट, यो चाहिँ सानो सानो बङ्गुर हो, अस्तिको हप्ता आएको। अनि यो चाहिँ कहिले आएको रहेछ, 7 महिना 26 गते आएको। 9 महिना 11 गते चाहिँ एफएमडी हान्नु पर्नेछ। साथीहरु, यो मोटर चाहिँ बिग्रिन लागेको छ। यसको यहाँबाट पानी चुइन्छ। अब यो मोटर चाहिँ खोलेर एकदम बनाउनु पर्ने छ है। फाइनली साथीहरु, हाम्रो छादनसा चाहिँ आइसकेछ। ल टिनेट 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 ल छादनसा चाहिँ हाम्रो आयो। अब यसलाई हामी व्यवस्थापन गर्छौं साथीहरु। यसले निदै रहेछ है क्या बुढो। आज 120 वटा हाम्रो मालहरू आइसकेछ।
र अब मालहरू निकाल्ने क्रममा के भयो ए चोक अफे ओइ 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 ल एउटा हाम्रो ने 거기 보내는 거 살아? 몰라? 120마리가 내가 사는 게 122마리가 3마리. ल साथीहरू हामीले चाहिँ यहाँ हालिसकेको छौँ नयाँ बङ्गुरहरू यस्तो अवस्थामा झ्याम्मै लाएर हाम्रो साधन चाहिँ झरिसकेको छ हाम्रो गुरुजी जाँदै हुनुहुन्छ अब यस्तो गाडीमा आउँछ है हाम्रो चाहिँ यता चाहिँ छिङ्गोदुरी ल 120वटा सुँगुर आइसकेको छ 일 없어요? 아이고 왜? 되게 오늘 홀리데이? 뭐 홀리데이? No 홀리데이? 돼지 와 돼지 우리 몇 개? 120 이거 논장 어디가? 이거 성주 알아? 영주. 성주 성주. 성주 성주. 예, 옛날에 나 이거 영주. 영주 영주 일레 옛날 택시 30만 원, 35천 원. 여기 택시와 택시와 영수 똑같아. 나 똑같아. 영주. 여기 논장 대지와 쌤 똑같아. 영주. 영주 아니요 우리 성주 여기 성주. 성주가 태국. 태국 저기 성주 옛날에 나 고량. 고량 고량 성주. 고량 성주 네네네 저기 고량 성주 태국 대구 네 같이 붙여 오케이 아자 감 लाग्यो 6년 저기 돼지 고량 6년 지금 네팔 너냐 나 비자 없어 달라 비자가 포디가 사장님 돈 많아 옛날에 나 같이 중국 스리랑카 베트남 다들 없어 비자 지금 비자 없어 괜찮아 일만 साथीहरू हामी चाहिँ नयाँ आएकोलाई अब भ्याक्सिन हान्न लागिरहेको छु यता सरले चाहिँ अब भ्याक्सिन हान्नुहुँदैछ आजको बङ्गुलाई व्यवस्थापन गरिसक्यो साथीहरू अनि
आजको ब्लग चाहिँ यस्तै बनाउन खोजिरहेको थिएँ। आज हामीले 120वटा बङ्गुर यहाँ हालेको नि त, त्यही है साथीहरू। ल आजको ब्लग चाहिँ कस्तो लाग्यो होइन, राम्रो लाग्यो भने यसो सेयर सब्सक्राइब गर्नु होला। बङ्गुर ठिकै आएको छ, अब A1 पनि होइन खासै नराम्रो होइन, सालमाङ पनि जाउँदो है, ठिकै छ। ल फाइनली साथीहरू हामीले चाहिँ बङ्गुरभित्र राखिसकेको छौँ। स्टिक हाम्रो भइसकेको छ होइन, 120वटा। त्यो आज चाहिँ एकदम घाम पनि लागिरहेको छ। अनि त्यस्तै छ आजको काम, आइतबार हल्का फुल्का काम गर्ने होइन, यता बङ्गुर सङ्गुर हेर्ने, त्यही हो हाम्रो काम चाहिँ। त्यस्तै छ। डेली ब्लग त हाल्न सकिरहेको छुइनँ, तर पनि अब यसो कहिले कहिले आफ्नो यहाँदेखि कोरिया बसाइको ब्लगहरू हालिरहेको छु। सो त्यस्तै हो साथीहरू। इफ यु लाइक म भिडियो सेयर सब्सक्राइब गरिदिनु होला। सो यति भन्दै आजको भिडियो चाहिँ होइन, आजको ब्लग चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु। बाइ बाइ गाइज है त, सी यु नेक्स्ट टाइम।